जुनसुकै उसमा नेतृत्व भयो भने नेगोसिएसनमा त दुई चार जना जानु पर्छ। सबै नेतृत्व हो सर, नेगोसिएसनमा जानु पर्ने हो। ठीक छ सर, नेगोसिएसनमा एउटा कुरा नेगोसिएसनमा के हुन्छ भनौँ सर, नेगोसिएसनमा भोलिको दिनमा गलत प्रभाव पनि हुन सक्छ। तर नेगोसिएसन त्यही त भने सर, त्यसैले उहाँले ल्याइदिनु। अब सबभन्दा ठुलो कुरो के भने जुनसुकै उसमा पनि काहीँ केही यताउता के अरे समस्या आयो भने त्यसको लागि प्रतिनिधि पठाउने होला नि त। त्यसो भए यसो गर्नु सर, यसो गर्नु। त्यसो भए उहाँहरूले यता आउने हो कि हामीले उता जाने हो त? उहाँले पनि यता आउनु पर्यो, उहाँले यता आउनु पर्यो। उहाँले आउनुभयो भने यति बजी उहाँहरूलाई ल यति बजी आउनुहोस् भने तपाईँहरूलाई दिउँला हामी उता समन्वय गरेर होइन। अब यता नआउने तपाईँहरूसित कुरा गरेर ल जोडाइदिनुहोस् भन्नु होला भन्न हामी तपाईँले। ठिक छ, हामी यतै हुन्छौँ, हामी कतै जान्नौँ, हामी यसको सराउन्डिङमै हुन्छौँ। तपाईँले सीमित समय तोकिदिनुहोस्। ल नाम र नम्बर चाहिँ टिपिराख्नु त। हामी उहाँ आएपछि हामी ठिक छ नि, तपाईँ हामीलाई अहिले भन्नु म नाम टिपाउँछु त, तपाईँ पहिला जानकारी गर्नुहोस् न। अब त्यो साँझ 4 पनि बज्न सक्ला होइन, अलिकति छिटो भन्ने कुराहरू तपाईँले राखिदिनु पर्यो नि त। के हो कसो भने यो एउटा यत्रो क्याम्पको चाहिँ नि भोलि फाइनल हुँदैछ होइन। यसमा मैले भने नि यो त नेपालको इज्जत जोडिया छ नि होइन, जोडिया छ नि पुरै देशको होइन होइन भने त्यो जोडिनु तपाईँ हामी सबैको। त्यसले गर्दाखेरि यसलाई कसरी के अरे राम्रो तरिकाले कसरी चाहिँ भोलिको त्यसलाई समापन गर्ने भन्नेतिर सबैको चासोको विषय हुनु स्वाभाविक हो। उहाँहरू पनि त्यो लेभलबाट अथवा त्यो तरिकाले चाहिँ एउटा प्रक्रिया ढङ्गबाट अथवा केही तरिकाले पैसा होला होइन। त्यसले गर्दाखेरि अब आज त्यही त भन्यो, तपाईँ चाहिँ एउटा त्यो तपाईँ समय तोकेर आउनुहोस् होइन, कुरा गरेर आउनुहोस्। अनि हामी नम्बर दिउँला, उहाँलाई तोकेर हामीलाई जानकारी गर्नु न तपाईँ। ठिक छ, हामी पछि सबै आउँछौँ क्या सर, पछि सबै आउँछौँ। 3 दिन आएर भन्ने कुरा हो बस। एउटा कुरा सही हो, एउटा क्यानको एउटा तपाईँको खल्तीको त्यति गर्नु। क्यान र खल्तीको प्रतिनिधि लिएर आउनुहोस् भन्नु, अनि हामी मजाले कुरा गर्छौँ। के छ त त्यति चाहिँ तपाईँले कुरा गरेर हामीलाई जानकारी गर्दैन। हामी यहाँनिर छौँ अहिले, तपाईँले जानकारी हामीलाई दिनुहोस्। अहिले त उहाँहरू मिटिङमा हुनुहुन्छ, फोन एकचोटि त उठाउनु होला कोही न कोही व्यक्ति। अब अहिले त उठाउँदैन, 2-3 घन्टा त लाग्छ त हुनु पर्यो। उहाँहरू पनि एकचोटि प्रयास गर्नु कि हामीलाई नम्बर दिनुहोस्। उहाँहरू त तपाईँहरूसँग मात्र कुरा गर्ने मात्र काम नहोला नि त उहाँहरूको पनि। त्योभन्दा अर्को पनि छ त यार, त्यो पनि बुझ्नु पर्यो नि। हामी कसरी चल्छ यहाँ सुन्नु सर, उहाँले यति बुझ्नु भएको छैन कि उहाँहरू भएर हाम्रो यत्रो क्यानको प्रगति भएको छ, क्रिकेट यहाँसम्म पुग्यो। एफा उनीहरूको कुरा त सुन्नु पर्यो भनेर अलिकति उनीहरूको चेत छैन। किनभने बच्चा भएर हिजोको जन्मेको होइन नि एउटा। हामी त कति योग्य मान्छे तपाईँको अहिले 50-60 जना हुन्छ, त्यति मात्र पनि होइन नि त। दिदीले त धेरैजना आउन बाँकी छ, धेरैजना टिकट बिना त सिक्नुहुन्न, टिकट त लिनु होला, लिनुहुन्छ होला नि त हो कि भन्नु न। हो यो समस्या तपाईँहरूको मात्र होइन, त्यसैले समय चाहिँ हजुर एउटा बुझ्नु होइन। हाम्रो चाहिँ माग भनेको हजुर समय बुझिदिनु, हामी त्यो अनुसारले आउँछौँ। अनि उनीहरूले भनिहाल्छ के भयो कुरा भइहाल्यो नि कुरा गर्ने परेन। समय हजुरले नम्बर मैले कसलाई सम्पर्क राख्नु हजुर सम्पर्क ठिक छ, हामी दिउँला। हेर्नु न खल्तीले कसरी बिक्री गर्यो। हाम्रो खल्ती एप छ नि, हिजो तपाईँको टिकट खुलायो र टिकट खुलाउने बित्तिकै तपाईँको बिक्री भएको छ र जबकि कुनै पनि व्यक्तिले किन्नै पाएको छैन। त्यो चाहिँ कसरी सोल्ड आउट भयो भन्ने कुरा हो। र अर्को कुरो तपाईँको फिजिकल रूपमा खुलाइरहेको छैन। पहिलो कुरा चाहिँ हाम्रो माग के हो भनेपछि त्यो बिक्री कसरी भयो, कति छिटो बिक्री भयो, त्यति फास्ट चल्छ र हाम्रो नेपालको सर्भर। जबकि सर्भर डाउन थियो, सर्भर डाउन हुँदाहुँदै कसरी बिक्री भयो भन्ने कुरा पहिलो प्रश्न हो हामीलाई चाहिँ। क्यानलाई गरेको प्रश्न हो यो हामीलाई। हजुर कतिजना हो तपाईँहरू टिकट नपाएर आउनुभयो? त्यो टिकट नपाएको त तपाईँको थुप्रै सबैजना हो, नेपाली सबैले पाएको छैन टिकट। हामी त अहिले भौतिक रूपमा उपस्थित तपाईँको 50-60 जना छौँ। भौतिक रूपमा उपस्थिति भन्दा पनि तपाईँको अहिले त कतिपय बाहिर होला, कतिपय कहीँ होला, कसैले पनि टिकट काट्न पाएको छैन। जुन कुरा चाहिँ हामीले एउटा आवाज मात्र ल्याएर आएको छौँ यता, कसैले पनि काट्न पाएको छैन टिकट। पहिलो कुरा भनेको कसरी बिक्री भयो भन्ने कुरा हाम्रो प्रश्न हो क्या क्यानलाई र खल्तीलाई। नत्र स्टेटमेन्ट दिनु पऱ्यो हामीलाई। स्टेटमेन्ट नदिकन अथवा चाहिँ हाम्रो त्यो विषयमा पारदर्शिता नभइकन कसरी चाहिँ हामी चाहिँ विश्वास गर्ने। जबकि अरू दिन पनि त तपाईँको खुलाउँदैन नि त, आज मात्र खुलाएको होइन, हिजो रात मात्र खुला होइन नि त, अन्य दिन पनि खुलायो। तर अन्य दिन त मजाले साथीहरूले किने। अनि हिजो चाहिँ 81 2 मिनट 1 मिनटमा पनि तपाईँको सोल्ड आउट हुने कस्तो खालको खल्तीले गरेको अथवा खल्तीले चाहिँ आफैले किनेर आफै बिक्री गरे त होइन, सोल्ड आउट मात्र देखाउनको लागि मात्र तपाईँको खल्तीमा देखाउनको लागि है, जनतालाई भ्रममा पार्नको लागि मात्र। अनि त्यो चाहिँ अलरेडी बिक्री भइसक्यो भन्ने हामीलाई चाहिँ शङ्का लागिरहेको कुरा हो।